क्रोधमा त्यो सबै चीज नगुमाउनुस् जुन आफूले शान्त भएर कमाउनु भएको थियो। कति स्वार्थी छ यो संसार। जब कुरो आफ्नो आवश्यकताको हुन्छ अनि बोली सबैको मिठो हुन्छ। भगवान माया सबैलाई दिन्छ, दिल पनि सबैलाई दिन्छ, दिलमा बस्ने मान्छे पनि सबैलाई दिन्छ, तर दिललाई बुझ्ने मान्छे भाग्यमानीलाई नै दिन्छ। खराब समय तपाईलाई बुझ्ने अवसर दिन्छ कि को तपाईको आफ्नो हो र को पराई हो। एक गाँस पेटसम्म पुग्न भगवानले कस्तो राम्रो व्यवस्था गरेको हुन्छ। यदि तातो छ भने हातले भन्नेछ, कडा छ भने दाँतले भन्नेछ, अमिलो या पिरो छ भने जिब्रोले भन्नेछ, बासी छ भने नाकले भन्नेछ। बस मेहनतको हो या बेइमानीको हो, यसको फैसला हामीले आफै गर्नुपर्छ। भाइ भाइको सम्बन्ध भगवानले आपत विपद बाँड्नको लागि बनाएको थियो, तर अफसोस अचेल यो सम्बन्ध सम्पत्ति बाँड्नसम्म सीमित भएको छ। कर्मले भन्ने छ तपाईको जीवनमा एक समय यस्तो आउँछ जब केही मान्छे पश्चाताप गर्ने छ कि उनीहरूले तपाईसँग गलत व्यवहार किन गरेको थियो। जिन्दगी एक किताब जस्तै हो, केही अध्याय दुखद, केही अध्याय सुखद र केही रोमाञ्चक हुन्छ। जबसम्म तपाई कुनै अध्याय पल्टिनु हुँदैन तबसम्म अगाडिको अध्यायमा के छ कसरी पत्ता लाग्छ। जागरको अगाडि कुनै पर्दा हुँदैन, कडा परिश्रमको कुनै विकल्प हुँदैन। दिलमा उत्साह केही गर्ने भयो भने बलिरहेको दियोलाई पनि हुरी बतासको डर हुँदैन। जो सबैको बारेमा सोच्छ उसलाई पागल भन्ने गरिन्छ। यस संसारमा हरेक राम्रो मान्छेलाई कमजोर भन्ने गरिन्छ। उडाउने गरिन्छ खिल्ली सबैको हौसलाको, आफ्नो मतलबको लागि यहाँ कसैको प्रयोग गरिन्छ। सोचको नै फरक हुन्छ, नभए समस्या हामीलाई कमजोर होइन बरु बलियो बनाउन आउँछ। याद राख्नुहोस्, जुनै लक्ष्यलाई तपाई लगातार आफ्नो दिमागमा राख्नुहुन्छ त्यसलाई तपाई अवश्य पाउनुहुनेछ। जिन्दगी यदि खेल हो भने यसलाई जित्न बस एउटै तरिका छ, मेहनत। हरेक चीजमा आफ्नो बेस्ट ट्राई गर्नुहोस्। के थाहा कुन चीज तपाईलाई सफल गराउनेछ। हरेक कोसिसमा सायद सफलता पाउन सकिँदैन, तर हरेक सफलताको कारण कोसिस नै हुने गर्छ। तपाईको समय कहाँ गइरहेको छ यसमाथि ध्यान दिन सुरु गर्नुहोस्, किनकि सफलता पाउनको लागि समय अति महत्त्वपूर्ण हुन्छ। बाहिर निस्किनुहोस्, संसार हेर्नुहोस्, सिक्नुहोस्, धोका खानुहोस्, अनुभव गर्नुहोस्, बलियो बन्नुहोस्। शक्ति यसै आउँछ, नभए घरमा सुतेर एक उमेर बितेर जानेछ, केही थाहा पनि हुने छैन। सम्बन्धलाई बाँधेर नराख्नुहोस्, खुल्ला छोडिदिनुहोस्। आफ्नो जाने छैन र मतलबी रोकिने छैन। आफूलाई यस योग्य बनाउनुहोस् कि पाउनेलाई गर्व होस् र गुमाउनेलाई पश्चाताप होस्। सबैभन्दा ठुलो हतियार त दिल हो। यदि यो कामेन भने संसार तपाईसँग काम्ने छ। मान्छेलाई देखाउनको लागि होइन, चोखो इच्छाले कसैको मद्दत गर्नुहोस्। एक जागिरको चक्करमा पुरै जिन्दगीको इच्छा नै समाप्त भएछ। निसंकोच मौन रहनुहोस्, तर सबै चीज ध्यानसँग नोटिस गर्दै गर्नुहोस्। ढिलो हुनुको मतलब यो हुँदैन कि तपाई हार्नुभयो। हुन सक्छ कि त्यो भन्दा महत्त्वपूर्ण जितको तयारीमा हुनुहुन्छ। जो समयमा कल र मेसेजको जवाब दिन सक्दैन भने समय आएपछि साथ के दिनेछ। भावुक मान्छे सम्बन्धलाई निरन्तरता दिन्छ, प्र्याक्टिकल मान्छे सम्बन्धको फाइदा उठाउँछ र प्रोफेसनल मान्छे फाइदा देखेर सम्बन्ध गाँच्छ। मान्छेले समयसँग सोध्यो कि म किन हार्छु। समयले भन्यो कि गर्मी होस् या छाया होस्, कालो रात होस् या बर्खा होस्, चाहे जति नै खराब अवस्था होस्, म सधैँ चलिरहन्छु, यसै कारण म जित्छु। तिमी पनि मसँगै हिँड्यो भने कहिले हार्ने छैनौ। आफ्नो अनुहारमा सधैँ मधुर मुस्कान राख्नुहोस् अनि जुनै मान्छे तपाईलाई देख्नेछ त्यो पनि खुसी होस्। अहिले नै हार मानेर कहाँ हुन्छ। जिन्दगीसँग अझै धेरै लड्नु छ। मैले म सानो छँदा आमा बाबाले देखाएका सपनाहरू सबै पूरा गर्नु छ। मैले माया गर्नु कुनै अपराध हुँदैन। माया भन्दा पवित्र कुनै भावना हुँदैन। मायाको सम्बन्ध यसकारण लुकाउनु पर्छ किनकि साँचो माया मान्छेलाई बर्दाश्त नै हुँदैन।
घरको झगडा, आफ्नो अपमान, आफ्नो आम्दानी र श्रीमतीसँग भएको कुनै पनि व्यक्तिगत कुरो कहिले पनि कसैलाई भन्नु हुँदैन। श्री कृष्ण भन्नुहुन्छ, माया होस् या खाना, कसैलाई धेरै दिनु भयो भने बीचमै छोडेर जानेछ। एउटा तिम्रो मायाको रोग त छ मलाई, बाँकी रोगहरूको त असर पनि हुँदैन। तिमी मन त कसैसँग लाऊ, तर भावनात्मक सम्बन्ध त मसँगै जोडिरहनेछ। साइलेन्ट मोडमा त फोन राम्रो लाग्छ, सम्बन्ध, नाता, साथी होइन। सम्बन्ध चन्दन जस्तो राख्नुस्, टुक्रा हजारौं किन नगर्नुस्, तर बासना कहिले जाँदैन। विशेषता देखेर त अनेकौं माया गर्न खोज्नेछ, तर ठाउँ उसैलाई देऊ जसले तिम्रो कमजोरी देखेर पनि तिम्रो साथ छोड्दैन। लाभ हानि, जीवन मृत्यु, यस अपयस जो विधिले निर्धारण गरेको हुन्छ त्यही भएरै छोड्छ। न त श्री रामको जीवनलाई बदलिन सक्यो, न त श्री कृष्णको जीवन बदलिन सक्यो। समय र भाग्यमाथि कहिले घमण्ड नगर्नुस्, बिहान उसको पनि हुन्छ जसलाई कसैले याद गर्दैन। म स्वार्थी छैन जो सँगै हुनेलाई धोका दिउँ। बस मलाई बुझ्नु हरेक मान्छेको बसको कुरो होइन। समयको चक्र धेरै छिटो चल्छ, यसकारण न त आफ्नो बलको अहंकार गर्नुस्, न त आफ्नो धनको। आफ्नो दैनिकी बिस्तारै परिवर्तन गर्दै जानुस्। जसको म्यासेजको प्रतीक्षामा बस्नु भएको हुन्छ तर म्यासेज कल आउँदैन भने कुरेर काम छैन। तपाई जसको लागि कुनै सोशल मिडिया छोड्नुभयो, जोसँग कुरा गर्ने समय नमिलेर रेगुलर कुरो गर्ने साथीभाइसँग कुरो गर्न छोड्नुभयो, आज त्यसैले तपाईलाई म्यासेज कल गर्दैन भने किन चिन्ता लिनुहुन्छ? आफ्नो जीवनलाई झनै व्यस्त बनाउने कोसिस गर्नुस्। उसलाई तपाईसँगै कुरो गर्ने समय थियो, तपाईलाई आफूमा बिजी बनाउनु थियो। तपाईको सोझोपनलाई बुझेर आफ्नो आवश्यकता अनुसार हरेक चीज तपाईलाई गर्न लगायो। आज तपाईको मन दुखे पनि ध्यान दिनुहोला। तपाईको अमूल्य जीवनको अमूल्य पल सकारात्मक काममा व्यस्त गराउनको लागि तपाईलाई अरूबाट टाढा बनाएकोमा धन्यवाद दिनुहोस्। हुन सक्छ तपाईको कुनै कुलत पनि छुटाएको होला, त्यसको लागि पनि धन्यवाद दिनुहोस्। यदि अरूबाट तपाईलाई टाढा गरेर आफूसँग व्यस्त गराएको थियो भने अहिले समय परिस्थितिले तपाईसँग कुरो नभएको होला। समय परिस्थिति मिल्ने बित्तिकै फेरि पहिले जस्तै दैनिकी आउनेछ भन्ने विश्वासको साथ वर्तमान जीवन जिउनुहोस्। एक दिन तपाईको सकारात्मक सोचले तपाईको जीवन पुनः रमाइलो हुनेछ भन्ने आशा कहिले नछोड्नुहोस्। आफ्नो कर्ममा लेखेको हर हालमा भोग्नै पर्छ। दुःख बेच्न सकिँदैन र सुख किन्न सकिँदैन। समयको कुनै भरोसा छैन, कहिले कसलाई राजा अनि कसलाई भिखारी बनाइदिन्छ। जुन पल सँगै छ उसलाई भरिपूर्ण जिउनु पर्छ। यो निष्ठुरी जिन्दगीको कुनै भरोसाको लागि योग्य छैन।